यदि तपाईहरुले चाहिँ नयाँ फ्रिज लिँदै हुनुहुन्छ भने यो 5 वटा गल्ती चाहिँ गर्दै नगर्नु होला। यसले चाहिँ तपाईको जति नै वर्षको वारेन्टी भए पनि केही काम लाग्नेवाला छैन। अब त्यो कुराहरु के भनेर थाहा पाउनको लागि यो भिडियो चाहिँ पुरै हेर्नु होला। पहिलो गल्ती भने चाहिँ तपाईले अब फ्रिज लाँदै हुनुहुन्छ, फ्रिज घरमा डेलिभरी भयो हुने बित्तिकै चाहिँ तपाईले यसलाई लाइनमा नजोड्नु होला। यसलाई 4 घण्टादेखि 6 घण्टासम्म रेस्ट टाइम दिनु होला। यसको ग्यासहरु हल्लेको हुन्छ भित्र, त्यो आफ्नो प्लेसमेन्टमा आइसकेपछि बल्ल यसलाई तपाईले प्लगमा जोड्नु भयो भने चाहिँ तपाईको फ्रिजको आयु पनि अलिकति धेरै हुन्छ र फ्रिज पनि मज्जाले चल्छ। अनि अर्को सेकेन्ड गल्ती भनेको चाहिँ तपाईले जहिले पनि आफ्नो फ्रिजहरु राख्दाखेरि भित्तासँग यसरी टस्याएर चाहिँ फ्रिज नराख्नु होला। जहिले पनि भित्ता भन्दा 1 भित्ता अथवा 1.5 भित्ता चाहिँ यसमा ग्याप राख्नु होला भित्ता र फ्रिजमा, किनभने अब त्यति भइसकेपछि तपाईको यो फ्रिजको कम्प्रेसर ओभरहिट हुने सम्भव हुँदैन, ओभरहिट हुँदैन र साथसाथै हावाहरु पनि मज्जाले फ्लो हुन्छ। अनि अर्को तेस्रो गल्ती भनेको चाहिँ तपाईको जुन यो भागमा आइसहरु जमिरहेको हुन्छ त्यो आइसहरु जमेकोलाई आइस पगाल्नको लागि चाहिँ कुनै पनि धारिलो वस्तुहरुले चाहिँ यसमा नगर्नु होला। त्यो धारिलो वस्तुहरु यसमा नलाउनु होला, किनकि जुन तपाईले यसमा यो पाइपहरु जस्तो सानो सानो यस्तो देखिराख्नु भएको छ यसमा चाहिँ यसको ग्यास स्टोर भएको हुन्छ, सबै ग्यास सबै फ्रिजकै। अनि तपाईले त्यसमा हाल्नु भयो भने चाहिँ त्यो ग्यास लिक भइसकेपछि चाहिँ तपाईको त्यो फ्रिज कुनै कामै लाग्दैन। यो चाहिँ तपाईले कबाडीकै भावमा बेच्न पर्छ। त्यो फ्रिज चाहिँ तपाईको यसमा चाहिँ वारेन्टी पनि हुँदैन। सो जति नै नयाँ फ्रिज भए पनि केही काम लाग्दैन। त्यसको सल्युसन चाहिँ के भने तपाईलाई यहाँनेर एउटा बटन दिएको हुन्छ, यसमा तपाईले प्रेस गर्नुभयो भने चाहिँ यहाँ भित्रको आइसहरु मज्जाले पग्लिन्छ र पग्लिसकेपछि त्यो आफै बाहिर आउँछ। त्यसलाई पनि तपाईले धारिलो वस्तुहरु चलाएर नगर्नु होला। अनि अर्को गल्ती भनेको चाहिँ प्राय मानिसहरुले के गर्छन् भने बिजुली धेर नखाओस् भन्नको लागि सामान हुन्जेलसम्म चाहिँ फ्रिजलाई लाइनसँग कनेक्ट गर्ने, अनि सामान निकालिसकेपछि फ्रिजलाई फेरि निकाल्ने लाइनबाट जस्तो कुराहरु गरिराख्नु भएको हुन्छ। त्यो गल्ती पनि गर्दै नगर्नु होला। त्यसले चाहिँ तपाईको बिजुली बचाउनु हैन अझै धेरै चाहिँ तान्छ, किनकि एकचोटी कम्प्रेसर सेलाइसकेपछि त्यसलाई चिसो हुनको लागि अझै धेरै बिजुली चाहिन्छ र त्यसले अझै धेरै बिजुली लिन्छ। तपाईले फ्रिज चाहिँ 24 घण्टा अनि 365 दिनै चलाइराख्नु होला। तपाईलाई कहीँ टाढा जानु पर्यो भने यो चिसोलाई तपाईले 1 मा पारेर जानु भयो भने सजिलो हुन्छ। सो त्यो गल्ती पनि नगर्नु होला। अनि अर्को गल्ती चाहिँ के भने तपाईले यो फ्रिजलाई चाहिँ यसरी ढोका खोल्दै बन्द गर्दै पनि नगर्नु होला, किनकि तपाईले जब यो फ्रिज बन्द हुन्छ यहाँ भित्र चाहिँ त्यो हावा चिसो यहाँ यसरी एब्जर्ब भएर बसेको हुन्छ। तपाईले यो ढोका खोलिसकेपछि त्यो सबै बाहिर निस्किन्छ। त्यो निस्केपछि अब यो ढोका लगाइसकेपछि फेरि त्यसलाई चिसो हुनको लागि कम्प्रेसरलाई अझै धेरै प्रेसर पर्छ, अझै धेरै बिजुली तान्छ। त्यस्तो गर्दाखेरि त्यसैले काम बेकार चाहिँ त्यो फ्रिज खोल्दै बन्द गर्दै गर्ने कुराहरु चाहिँ नगर्नु होला। यो 5 वटा कुराहरु चाहिँ एकदमै ध्यानमा राखेर फ्रिज चलाउनु होला। यो 5 वटा कुराहरु ध्यान राख्नुभयो भने चाहिँ तपाईको फ्रिजको आयु पनि लामो हुन्छ र फ्रिज पनि मज्जाले चल्छ। यसै धेरै टिप्स एन्ड ट्रिकको लागि चाहिँ हाम्रो सिद्धार्थ इलेक्ट्रोनिक्सको पेजलाई फलो गर्न भने नबिर्सिनु होला।